कृष्ण मन्दिर घुम्न आइयो आज अघिल्लो दिन। भोलि त फर्किनु छ। खिच्दैछु ल। मेरो श्रीमतीजी हिँडिरहेछन्। ऊ अघि परेवाला खुवाउने काम भयो। हाई हनी। यता देब्रेपट्टि पाटन म्युजियम। त्यहाँ मेरो साथीको रेस्टुरेन्ट सायद हाइएस्ट पोइन्ट रुफटप होला। टुरिस्ट गाइडको ट्रेनिङ 1996 मा गर्दाको साथी। यतातिर यो पाटन म्युजियम। टिकट नकाटी छिर्न दिँदो रहेछ, गइएन। यो स्ट्याचु, ठुलो स्ट्याचु योग नरेन्द्र मल्लको हो कि जस्तो लाग्छ। हिस्ट्री कल्चर एन्ड आर्कियोलोजीमा एमए गरेको त हो। अब अहिले मेमोरी रिफ्रेस भएन, सायद त्यही हो कि। सबै मन्दिरहरूको सबै हिस्ट्री। यो ठुलो घन्टा यतैबाट जाने। अब लगन खेल निस्किन्छ। खोइ खिचिरहेको छु त। छ पाटन सङ्ग्रहालय यहाँ रहेछ, म्युजियम। यता मेन रोड। यस्तो आर्टिस्टिक बिल्डिङ्सहरू छ। को कृष्ण मन्दिरकै रेप्लिका हो कि सायद। त्यस्तै टुरिस्टहरू आइरहेछन् हेर्नलाई। मङ्गल बजार, मङ्गल रेस्ट्रो भन्ने रहेछ त्यहाँ। अहिलेको प्रधानमन्त्रीको घर यतै कता थियो पहिला, केपी ओली ज्यूको। यता हिँड्दाखेरि भेटघाट हुन्थ्यो कहिलेकाहीँ। हनुमान त्यहाँ बसिरहेछन्। जय हनुमान रक्षा गर प्रभु। अब हामी पाटन मङ्गल बजार सिधै भएर जाँदैछौँ। थ्याङ्क यू भगवान् कृष्ण भगवान् रक्षा गर।